यहाँ उपस्थित हुनुभएको सबैलाई एकमुष्टमा नमस्कार गर्न चाहन्छु। हुन त खाना मुखले ढुङ्गाले सेक्दैन, सबैले मनमा ठुला ठुलाबाट हामी यो खेलाउँछु 20 सालदेखि हामी हेर्दैछौँ। तर आज केही काम गर्नको लागि केही भाना चाहिन्छ। मेरो भाइको नामलाई 3 सालदेखि मैले स्मृतिमा यो क्रिकेट चालु गरेको थियो। हुन त त्यस बेला हाम्रो पनि इच्छा थियो क्रिकेट खेल्ने, तर यही ग्राउन्डमा त्यो भाना पानीलाई बग्नको लागि केही ठाउँ आफै खोज्छ। त्यही भानाले 3 सालदेखि नै भाइको नामलाई स्मृति गर्दैछौँ। र हेर्नुहोस्, यो खेलाडीहरू छैनन्, यसमा जेन्जी छन्, यसमा बुवा पनि छन्, यसमा छोरा पनि छन्। अब आमाहरू पनि होइन, राति खाना पकाएर यहाँ बुवा र छोराको खेल्न आउँछ। हेर्नुहोस् हाम्रो अनुपुमा छ, त्यसको छोरा पनि गयो टिममा छ। हुन त म पनि सेकेन्ड म्याचमा खेल्छु। हामीले एउटा होइन, समाजलाई इन्टरटेनमेन्ट र टेन्सन मुक्त बनाउन चाहिरहेको थियो। बनाउने को हामी पछि बुझ्छौँ त्यो तर्किँदैन, हटाउनु पर्यो, परिवर्तन गरेको हामीले गरेर देखाउनु पर्छ, अरूले गरेर देखाउनु पर्दैन। र अर्को इतिहास गर्दै यो फिल्ममा बसेको छ नि, यदि 2070 सालमा यदि हामीले नगरेर यो पनि किता कट गरेर बेचिदिन्थ्यो। तर यसमा यो फिल्ममा यति खाल्डो थियो होइन। हामी खेल्न आउँदाखेरि दुईटा बच्चाको खुट्टा भाँचिहाल्यो। हामी हस्पिटल लिएर गए। फेरि अर्को दिन साथीभाइसँग टोलसँग बसेर मिले त्यो फिल्मको उपचार गर्नुपर्छ। किन हाम्रो घरको बगलमा रहेछ, यसले इतिहास बनाउनु पर्छ। के गर्दा ठिक हुन्छ? फेरि हामीहरूले 25 लाख रुपियाँ जति हाम्रो साथीभाइ पाकेट मिलाएर गराएको पनि। त्यसमा राति 12 बजे 1 बजे आएर हामीले 2000 टिप माटो खसाएर फिल्म गर्यो। त्यसबाट हामीलाई एउटा नगरपालिका विष्णु कोइराला सर आउनुभयो। उहाँले भने तर राम्रो काम गर्नु, हामी पनि काठमाडौँबाट नगर विषयमा पैसा लिएर आउँछु। हेर्नुहोस् कस्तो बिटाउना उहाँले गर्नुभयो। उहाँले के भन्यो कि पैसा त तपाईँ लगाउनुहोस्, पछि हामी दिन्छौँ। पैसा हामी लगाइदिए। अब निकाल्दाखेरि कति फ्यारो भयो, कसरी के गर्ने। संयोगले उहाँले काम गरिदिनु भयो। काम गर्दाखेरि त्यो फाइदै हराइहाल्यो। अब 25 लाखदेखि बिल दाखल 45 लाखमा गइहाल्यो। अब के गर्दा उहाँले भने फाइल खोज्दा गए भेट्दा लगे भगवान् यहाँ त काम गर्नुहोस्, पापी हो कि पापेको दिन आऊ छोड, म चाहिँ जान्दैछु। संयोगले मेरो खुट्टा अड्किएर पानीमा खसिहाल्यो। माथिबाट एउटा भाइले मेरो हात पायो, फाइन त्यही रहेको छ। त मैले भने कि भगवान् गर्नेवालाले माथिवालाले पनि साथ दिन्छ, तर त्यसको रिजल्ट स्लो हुन्छ, तर दरिलो हुन्छ। त्यो इतिहास आज यो बोकेको छ। ल म यहाँ पनि जान्छु। ल नमस्कार।